आमालाई खुवाए खै त्यो खुवाउन आएको भिडियो अघि देखेन नि त ह्याप्पी मदर्स डे आज आमाको मुख्य दिन छोराछोरीहरू धेरै खुसी धेरै 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 शुभकामना आमालाई आपालाई पनि धेरै 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 बधाई छ चेरी हो क्या चेरी खुवाइदिनु नि राम्रो चेरी खुवाइदिनु ल यो चाहिँ खतरामा ह्याप्पी मदर्स डेको छोरीहरूको तर्फबाट धेरै धेरै आमा आपालाई सम्झना छ र आजको दिनलाई आपा आमालाई आज हेर्ने आज आमाको मुख हेर्ने दिन भएर आज छोरीले आमालाई आज केकहरू काटेर यसरी खदा लगाएर आज आमालाई धेरै धेरै माया दिन सकिरहेको छ र म पनि खदा लगाउनु गइरहेको छ हाम्रो यता बहिनी सिलगढीबाट आउनु भएको उहाँले पनि आमालाई खदा लगाउनु भएको छ अलिक छेउमा बस न आपा ल माझा खतम लाग्यो दुईटा मात्र बोकेर आएछ आमालाई मेरो तर्फबाट धेरै धेरै शुभकामना होइन आम उमेर जोस् दुःख सुख होइन तर गए तापनि होइन कहिले रूपले नछोएको होस् होइन राम्रो भएको होस् भन्दै मेरो आमालाई बधाई दिन चाहन्छु अब हाम्रो आङ्गी आउनुहुन्छ लु आमा ऊ ज्वाइँले उहाँ अब आङ्गी आएर यहाँनिर अन गर्छ ल लड्डु लड्डु खाइदिनु लड्डु खिलाइदिनु लु छिटो न आज त आमाले लड्डु कति खानु लु आप्पा त डल्लै खान्छ आप्पाको भाउमा छ त खाएको छ त आमाले फेरि हाम्रो यहाँ छोरीहरूको तर्फबाट गिफ्ट छ आमालाई यो गिफ्ट चाहिँ आमाले उहाँ स्विच अन गर्नु पर्यो अब कहाँ छ खोल्नु पर्यो गिफ्टहरू मुनि खोल्नुहोस् यो चाहिँ छोरीहरूको तर्फबाट गिफ्ट छ आज आमालाई एउटा गरम महिनामा चिसो यता आमाले फेरि यो चाहिँ ओपनिङ आमाले आज फेरि यो नयाँ फ्रिजमा मासुहरू राख्नु पाइरहेको छ र आमा एउटा भाग्यमानी हो होइन छोरीले यतिको आमालाई गर्न पाउँदा त फ्रिज कम्पनी नाम के रहेछ एलजी कम्पनी डबल डोरको एलजी कम्पनी फ्रिज दुई छोरी र एक छोरा भाइ किरान भएर चाहिँ अनि अझै यहाँ अझै छ फेरि अझै छ यहाँ यो पनि लु यो पनि राख्ने भयो यहाँ पोकामै चाहिँ पोकाम खोल्नु के रहेछ पोकामा हामी हेर्नु न हौ के रहेछ एप्पल रहेछ एप्पल ल्याएर छ ए लु अब आमा आज आज आमालाई चाहिँ आङीले यस्तो गरेर खान्छ है लो दुःख कष्ट गरेर छोरीले जन्मायो होइन आमाले त्यसरी नै छोरीले पनि आमालाई आज धेरै धेरै सम्झना गरेर आज मिठासहरू गर्ने मुमिठा गर्ने आज खानेकुरो ल्याइदिनु भएको छोरीलाई पनि धेरै धेरै धन्यवाद छ छोरी जति पनि छ छोरी सबैलाई ठुलो छोरी माली छोरी कानी छोरी सबैलाई धन्यवाद छ ल आजको भिडियो यतिमै अन्त गर्न चाहन्छु बाई बाई